छोराछोरीहरू भाइ बहिनीहरूले विदेशबाट पठाउँछन्, त्यो पैसाले चाहिँ देश चलिरहेछ। त्यो त्यो यसको निम्ति त नेपालको माटो सुहाउँदो अर्थनीति कस्तो बनाउने, आफ्नै किसिमको आर्थिक मोडल कस्तो बनाउने, सुशासनको मोडल कस्तो बनाउने, समृद्धिको मोडल कस्तो बनाउने बहस गर्ने कि यो व्यवस्था फालेर अर्को व्यवस्था ल्याउँ भन्ने त कुनै 18 वर्षमा तपाईँले यो बहसै गर्नु भएन। अब कहिले? अब मलाई चाहिँ फेरि अर्को चुनाव लड्न दियो, म 7औं चोटि अनि त्यो संवैधानिक राजा ल्याइदिएर ती राजाले बहस गर्छन् त, उनले चाहिँ तपाईँको डेभलपमेन्टको मोडल दिन्छन् त तपाईँलाई। होइन, राजा ल्याएर तपाईँले जनतामा जानुहोस्, यो पुराना मान्छेलाई फाल्नुहोस्, नयाँ जनता, हामीलाई नयाँ जेनेरेसन चाहिएको छ, नयाँ जेनेरेसन राम्रो छ, जसलाई देशको माया छ, त्यस्तो स्वच्छ मान्छे, स्वच्छ छवि भएको, इमान्दार भएको व्यक्तिलाई ल्याउनुहोस्, जसलाई चाहिँ हामी मल्टिपार्टीलाई चाहिँ त रेस्पेक्ट गर्छौँ। मल्टिपार्टी हो, यो 2 पिलर सिस्टम चल्छ, त्यसले गर्दाखेरि देश चाहिँ स्थिर रहन्छ र आपसमा झै झगडा। अब हेर्नुहोस् अहिले के छ, अहिले काङ्ग्रेस र एमाले मिल्ने कुनै संस्था हो? के को लागि मिलेर आएको थियो? संविधान संशोधन गर्छु, संशोधन खतम, गर्ने छैन। अब के को लागि? अब हामी बाँच्नको लागि मिलेको छौँ। बाँच्नको लागि मिल्नलाई तपाईँहरू इलेक्सन जितेर आएको हो। किन बाँच्नको लागि भने तिमीले पनि तिम्रो फाइल पनि म खोल्दिनँ, मेरो फाइल पनि तिमी नखोल्नु भनेर मिलेको होइन। जब विभिन्न विचारका मान्छे यसरी मिल्न सक्छन् भने पञ्चायत त त्यही भनेको थियो नि, सबै विचारका मान्छे मिल्नुहोस्, तर देशको लागि मिल्नुहोस्, देशको विकासको लागि मिल्नुहोस्। अहिले त सबै विचारका मान्छे मिलेका छन् के को लागि? कि मेरो फाइल नखोलिदिनु, मलाई भ्रष्टाचारको अपराधी नबनाउनु, त्यसको लागि मिलिरहेछ। मिल्न त मिलिसके, कहाँ छ सिद्धान्त यिनीहरूको? तपाईँ कल्पना गर्न सक्नुहुन्छ भारतमा काङ्ग्रेस र यो जनता पार्टी यो मिल्न सक्छ? राहुल गान्धी र चाहिँ मोदीजी मिलेर देश चलाउँछ? अथवा चाहिँ अमेरिकामा चाहिँ बाइडेन र चाहिँ ट्रम्प मिलेर चाहिँ देश चलाउँछ? अब त्यो त नेपालको सिद्धान्तको कुरा होइन, त्यो ठिक छ, तर आजको दिनमा नेपालको हङ पार्लियामेन्ट छ, आम नागरिकले प्राप्त दिएको मत कस्तो प्राप्त भएको छ त्यसमा पनि रहला। तर मैले तपाईँले भनेको कुरामा प्रतिप्रश्न होइन, मात्रै चाहिँ पूरक प्रश्न मैले जोड्न खोजेको। जसरी आज सबै खानको निम्ति मिलेका छन्, चोर्नको निम्ति मिलेका छन्, लुट्नको निम्ति मिलेका छन् भन्ने भाष्यलाई तपाईँले थप टेवा दिइरहनु भएको छ नि तपाईँको अभिव्यक्तिमा। हिजो राजा हुँदा पनि त्यही राजसंस्था हत्याकाण्डमा पनि राजा र दलहरू मिलेर, मैले हत्या गरेँ भनिरहेको छैन, राजा र दलहरू मिलेर नै त्यो अनुसन्धानलाई प्रभावित पारे कि पारेनन् त? होइन, तपाईँको यहाँ तपाईँहरू राजा आइसके पछाडि रामराज्य हुन्छ भन्ने भाष्यलाई चाहिँ किन स्थापित गर्न खोज्दै हुनुहुन्छ? राजाले चाहिँ शासन गर्ने नै होइन नि, शासन त गर्ने जनताले हो। हामी चाहन्छौँ अब प्रधानमन्त्री डाइरेक्ट 3 करोड मान्छेले चुन्छ, जसलाई जनतालाई विश्वास छ यो मान्छेले मेरो गर्न सक्छ। यो होइन कि मैले चाहिँ 4 जनालाई 6 जनालाई किनेर पैसा दिएर अनि मलाई चाहिँ भोट दिइदियो, म हाउसमा जितिहालेँ, म प्रधानमन्त्री। यो तपाईँ पानी नभएको नहरलाई श्रृङ्गार्ने मनोभावमा किन लागिरहनु भएको छ? किनभने यो देश चाहिँ अब चाहिँ बाँच्दैन के, देशको आर्थिक सम्पत्ति छैन, देशमा कुनै चिज आम्दानी छैन। सुन्दर नहर निर्माण गरेर त पानी बग्दैन होला नि त? पहिला त जङ्गललाई संरक्षण गर्ने, हरियाली बनाउने, त्यो मूललाई थप चाहिँ तपाईँको धेरै पानी आउने बनाएर ल्याउने होला नि त? त्यो भनेको थप नागरिकहरूलाई शिक्षाको बाटोमा अग्रसर बनाउने, त्यसै गरी उनीहरूको चेतनालाई अभिवृद्धि गराउने, उनीहरूको बुझाइलाई अझ प्रष्टता बनाएर लैजाने, आर्थिक मोडलमा प्रष्टता ल्याउने होला नि त, होइन र? ठिक, सिद्धान्त त तपाईँले भनेको ठिकै हो नि। त्यसैले समानुपातिकमा हेर्नुहोस् न, आफ्नो सबै नातागोता चाहिँ सबै एमपी छन्, कहाँ के छन् कि पैसाले किनेर आएर चाहिँ नातागोता बसेका छन्, साला भान्जा को छ बसिरहेछ। त्यो राजाको सन्तान राजा हुनुपर्छ भनेर विचार बोक्नेले समानुपातिक समावेशितामा कुनै एउटा व्यक्तिले चाहिँ आफ्नो परिवारको मान्छे ल्यायो भनेर तर्क गर्ने कति वाञ्छित हुन्छ? सम्पूर्णै छ, एउटा मात्रै छैन कि तपाईँले भन्नुभयो भने अहिले त हामी खेलेर देखाइदिन्छौँ। सम्पूर्णै मान्छेले आफ्नो सबै नातागोताको मान्छेहरू, त्यो पनि मैले बुझेँ, जसले राजाको छोरा राजा हुनुपर्छ भनेर वकालत गर्छ नि, उसले समानुपातिक समावेशितामा कोही व्यक्ति चाहिँ परिवारभित्रका मान्छे आए भनेर बहस गर्ने कुरा चाहिँ कति न्यायसम्मत छ? होइन, एउटा अपवाद भयो भने त अर्को कुरा हो, अपवाद हो त अर्को कुरा हो। यहाँ त चाहिँ सामान्य नीति नै भइसक्यो। बेलायतमा त त्यही चलिरहेछ, बेलायतका मान्छेले त देखेन नि त्यस्ता। हेर्नुहोस् कस्तो राम्रो सिस्टम चलिरहेछ। जापानमा त त्यही रहेछ, जापानमा त कोही पनि, स्पेनमा त्यही चलिरहेछ। सबै जति राजा देश छन् तपाईँ हेर्नुहोस्, डेनमार्कमा त्यही चलिरहेछ,
कहाँ त्यो सिस्टम भयो? जनता आफ्नो खुसी छन्, जनता मालिक छन्, आफूले चाहेको अनुसार देशलाई विकास गरेका छन्। राजा त हेरेर मात्रै बसेका छन्। भनेपछि तपाईँलाई राजा चाहियो? मलाई हो नि कि देशलाई राजा चाहियो।